आज म यो ठाउँ पहिलो पटक हैन एक्सप्लोर गर्न आएको छु है। यो ठाउँ चाहिँ सलकपुरबाट माथिपट्टि एउटा रमाइलो ठाउँ छ है। यो ठाउँ चाहिँ एकातिर सिद्धि खोला र अर्को खोला मेची खोला भेटिन्छ। र तलपट्टि यसरी हेर्दाखेरि यो खोला चाहिँ एकाआपसमा है, यो तपाईँको सिद्धि खोला र मेची खोला एकाआपसमा मिलेर दोभान बन्छ है। त्यो दोभान चाहिँ पछि बग्दै बग्दै अझै ठुलो मेची खोलामा परिणत हुन्छ है। यो खोला चाहिँ यो ठाउँको अर्को राम्रो पक्ष भनेको यहाँको वातावरण, यहाँको माटो है, माथिबाट बग्दै आएको ढुङ्गा, पानीको बह है, खोलाको दृश्य एकदम रमाइलो छ है यहाँको। साँच्चै भन्नुपर्दा यो ठाउँ चाहिँ मेरो पहिलो पटक है। यहाँको ठाउँहरू राम्रो ठाउँ देखेर मलाई लाग्छ है, यो ठाउँहरू चाहिँ हामीले समय निकालेर होइन, आफूले कसरी हुन्छ, कुन टाइममा हुन्छ, समय निकालेर त्यो ठाउँको एक्सप्लोर गर्नुपर्दो रहेछ है। किनभने समयमै त्यस ठाउँहरू घुमेको राम्रो हुन्छ है। यस्तो ठाउँहरू भनेको प्राकृतिकसँग हामीले नजिक भएर बेला बेलामा है घुम्न र एक्सप्लोर गर्नुपर्दछ यस्तो ठाउँहरू भनेको चाहिँ है। र यस्तो ठाउँहरू भनेको हाम्रो लोकल ठाउँ हो है। यस्तो ठाउँहरूलाई चाहिँ हामीले मिस गर्नु हुँदैन। किनभने यस्तो ठाउँहरूलाई हामीले प्रमोट गर्नुपर्छ होइन। किनभने यस्तो ठाउँमा अब बेला बेलामा जाइन्छ, त्यसले गर्दा यस्तो ठाउँ भनेको मिस नगर्नु है। बेलामा घुमेर आउनुहोस् है, तपाईँलाई मेरो सल्लाह सुझाव है। किनभने यस्तो पाहाडको बाटो सधैँभरि जान सकिँदैन है। अब बर्खाको टाइममा जान सकिँदैन। त्यसले गर्दा यो भनेको बेलामा एकपल्ट जाने हो, यो ठाउँको एक्सप्लोर गर्ने हो, आउने हो है। ल साथीभाइहरूलाई ल बाई बाई। मेरो यति नै खासै अरू भन्ने त केही छैन होइन। म पनि पहिलोचोटि भएर मात्रै यो ठाउँको एक्सप्लोर गरेको है, पहिलोचोटि भएर है। ल सम्पूर्णलाई बाई बाई।